दर्शकवृन्द हार्दिक नमस्कार। हिजो अर्थात् आइतबार जलेश्वरमा ठुलै एउटा हङ्गामा भयो। लचमु माविका प्रधानाध्यापकमाथि एउटा 7 कक्षाको बालिकाले यौन दुर्व्यवहार गरेको आरोप लगाइन् र आन्दोलन सुरु भयो। लचमु उच्च माविमा तोडफोड गरियो, धेरै सामान टेलिभिजनहरू तोडियो, फोडियो, सडकमा ल्याइयो र जलेश्वर नगरपालिका कार्यालयमा पुगेर विद्यार्थीहरूले त्यहाँ पनि तोडफोड गरे। प्रधानाध्यापकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोपबारे देशैभरि खुबै सामाजिक सञ्जालहरूमा चर्चा भइरहेका छन्। घटनाको सत्य तथ्यको बारेमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय सर्वपक्षीय बैठक बोलाइएको थियो, जसमा ती केटी विद्यार्थीकी आमा र बुवालाई पनि बोलाइएको थियो र जनप्रतिनिधिहरू लगायत धेरैजना उपस्थित हुनुहुन्थ्यो। त्यहाँ के भयो त्यो यहाँहरूको समक्ष राख्न चाहन्छु। त्यहाँ प्रधानाध्यापकमाथि लगाइएको आरोप पूर्णतया झुटो भएको त्यो महिला विद्यार्थीकी आमाले बताउनु भएको छ। धन्यवाद सर। काल के घटना के लके ये चीज़ तो बड़ा निंदनीय है, खराब है, उच्छृंखल है घटना। ये चीज़ के हम तो खराब रूप से ले छिए, लेकिन ये बात तो कतो कतो बच्चा केकरो बच्चा आ बांदर एके होइ छै। केकरो से ना हारब, कोई गोरा उ बाल बच्चा से हारब। जेना बंदर के समेट के नहीं रख सकै छी, सांप के समेट के नहीं रख सकै छी, तेहने मनुख के बच्चा होइ छै, ओकरा समेटला से न होइ छै हमर बुझाइ। दोसर में बच्चा है, जेना हम अपने संस्था में काम करने छिए, तो बच्चा के कुंठित करके पीट कर मार कर जबरदस्ती घर में गोद करा के हमर अपन सिद्धांत न है। जे है बच्चा के फ्रेंडली हिसाब से हमर अपन बुझाइ है। बच्चा की कलकै अब सोशल मीडिया के ज़माना है, वही उम्र के लैले करब वाला, वही उम्र के बाल बच्चा सब ये संध्या ई बात अगाड़ी है, अगाड़ी बढ़, ये बात अगाड़ी बढ़, गे संध्या अगाड़ी बढ़। संध्या के हम कहै छी बौआ तो कोनो भी बात जे है से माइक देखेबे करे, तो वही चीज़ के हमर बौआ ई चीज़ के एकदम सिंपल तरीका से लेलकै, ओहे सिंपल तरीका देखियो अगाड़ी बढ़ गेलै। जे चीज़ भेलै घटना खराब भेलै, एहि चीज़ में कोनो हतोत्साही होबे के कोनो बात न है। एहि चीज़ के अपना सब मतलब अही जा सॉर्ट आउट करू आ ई चीज़ नहीं हो पड़े। सब बाल बालिका के भविष्य भने को शिक्षक, विद्यार्थी आ समिति सब गोरा के लके चले पड़े छी। ओनाहिते बाल बच्चा अगाड़ी न भ जाए छी। जते गोरा अपना सब उच्च पौधा पर बैठल छी, बड़का बड़का पगड़ी बनले छी, ओहिना न बनले छी। कुछ न कुछ गार्जियन के में बहुत कंट्रीब्यूशन है, तो कुछ न कुछ समिति के, कुछ न कुछ सर मैडम सबके। हेड सर पर जे आरोप लागल छै कि गलत दुर्व्यवहार कल के, अहाँ के बुझाइए? तेहन कोनो बात न है, कोनो दुर्व्यवहार न है, कोनो बात नहीं। हमर बुझाइ प्रश्न है, कोनो दुर्व्यवहार नहीं। ठीक। त्यस्तै अरूको उक्साहटमा छोरीले हेड सरमाथि यस्तो आरोप लगाएको उनको भनाइ सर्वदलीय बैठकको बीचमै आएको थियो। जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख लालबाबु कबाडीले त्यसमा तोडफोडमा संलग्न सबैमाथि कारबाही गरिने बताउनु भएको छ। हिजो लचमु माध्यमिक विद्यालय छ एउटा जलेश्वरमा, त्यसमा अब केही त्यस्ता खालको घटना भयो भन्ने खालको हामीले जानकारी भयो। त्यो घटनाको जानकारी डिटेलमा आइसकेका थिएन। त्यो नआउँदै अब केही विद्यार्थीहरूले त्यहाँ टार बाल्ने, त्यसपछि अब नारा जुलुस सहित हाम्रो जिल्ला प्रशासन कार्यालयमा पनि आए। त्यसपछि मैले उहाँले सम्झाएर पठाएँ के हो तपाईँहरूको समस्या, खास के हो, त होइन कुनै शिक्षकले यसो दुर्व्यवहार गर्यो भन्ने खालको कुराहरूले गर्नुभयो। मैले पनि ठिक छ, त्यस्तो छ भने हामी छानबिन गर्छौँ, अनुसन्धान गरेर त्यस्तो छ भने हामी कारवाही गर्छौँ भनेर विद्यार्थीहरूलाई भने, सम्झाएर यहाँबाट जिल्ला प्रशासन कार्यालयलाई पठाएँ। फेरि उहाँहरू चाहिँ संजोगवश नगरपालिकामा पुग्नु भएको छ। नगरपालिकामा पनि त्यस्तै खालका केही उश्रृङ्खल व्यवहारहरू गर्नुभयो त्यो विद्यार्थीहरूले। त्यो भएपछि हामी बाध्यतावश केहीलाई नियन्त्रणमा लियौँ। विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर हामीले त्यो सोधपुछको क्रममा त्यहाँ राख्यौँ। पछि साँझसम्म सोधपुछ गरेर केहीलाई हामीले छोड्यौँ र अहिले फेरि तारिकमा हामीले बोलाएछौँ र त्यसप्रति चाहिँ अब जे जति क्षतिहरू भएको छ त्यसको लागि हामी सम्बन्धित जो अपराधीहरू छ अनुसन्धानको क्रम जारी छ, त्यसलाई हामी कारवाही गर्छौँ। त्यो विषयमा हामी कुनै पनि बोलाइजा गर्नेवाला छैनौँ।
अब त्यसैको लागि कसरी समाधान गर्ने अथवा यो हिजो भएको घटनाहरूलाई कसरी लिएर जाने भन्ने सन्दर्भमा हामीले आज सर्वदलीय बैठक पनि राखेका थियौँ। त्यसमा विद्यालयका व्यवस्थापन समिति लगायत विद्यालयका शिक्षकहरू पनि र अन्य शिक्षक सङ्घका पदाधिकारीज्यू लगायतका अरूहरू पनि सहभागी थियो यहाँ चाहिँ त्यो कार्यक्रममा। त्यसमा हामीले डिटेल रूपमा छलफल गऱ्यौँ र गार्जियनलाई पनि बोलाएको थियो। जो त्यो नानीलाई त्यस्तो गरियो भन्ने खालको जुन कुरा आएको थियो उहाँको गार्जियनहरूलाई पनि बोलायौँ। अनि त्यो बुझ्दाखेरि गार्जियनले पनि होइन त्यस्तो खालको केही घटना भएको होइन, हाम्रो छोरी नै अलिकता त्यस्तो छ, बदमास नै रहेछ भन्ने खालको उहाँले भन्नुभयो। मैले पनि ठिक छ, अब त्यस्तो केही भएको छ भने हामीले जुन यो अहिले क्षति भएको छ बदमासी गरेका छन् त्यसलाई त हामीले कानुनबन्दी कारवाही गर्नैपर्छ, त्यसलाई त कुनै हालमा हामीले मलाइजा गर्न मिल्दैन भन्ने खालको कुरा गरे। उहाँले चाहिँ अब यो सबै सुधार गर्ने समितिले हो र शिक्षकहरूले पनि त्यो कुराहरू भन्नुभयो। अनि त्यसपछि मेयर साहब पनि आउनुभएको थियो, उहाँहरूले पनि अब यो स्थानीय तहको जिम्मामा विद्यालयहरू हुन्छ त्यसपछि अनुशासन काम गर्ने काममा चाहिँ नगरपालिकाका मेयर साहबहरूले पनि आफ्नो जुन संयन्त्र छ त्यसलाई परिचालन गर्ने र त्यसलाई सुधार गर्ने र अरू सुरक्षाका जुन जति सवालहरू छन्, अब यी बच्चाहरू चाहिँ स्कुल बङ्क गरेर बाहिर जाने, त्यस्तो रेस्टुरेन्टमा गएर गलत क्रियाकलापमा संलग्न हुने, त्यस्ता खालका हामीले इन्फर्मेसन सङ्कलन गरेर त्यस्तालाई पनि हामी कारवाही गरेर अगाडि बढ्छौँ भनेर त्यो मिटिङमा हामीले भन्यौँ। आखिरमा कसैको उक्साहटमा कसैको चरित्र हत्या गर्नु कतिको जायज कुरा हो त? हामीले बुझ्दै नबुझी जान्दै नजानी अरूको चरित्र हत्यामा आफू सहयात्री किन बन्ने हो? यदि त्यस्ता घटना भएको रहेछ हुन्छ भने उमाथि कारबाही हुनुपर्छ। तर प्रश्न यहाँ उब्जिएको छ कि अनाहकमा कसैको चरित्र हत्या कसैले गर्यो भने उसमाथि के कारबाही हुने? आखिरमा उसको गरिएको चरित्र हत्या फिर्ता त हुँदैन। तथापि एउटा कुरा यो हामीले सबैले बुझ्नै पर्छ कि कसैले भन्दैमा कसैले आरोप लगाउँदैमा कोही व्यक्ति त्यसमा फस्दैनन्। हो, क्षणिक समयको लागि उसको बदनामी हुन जान्छ, तर त्यस्तो बदनामीलाई बदनामी भनेर आफूले मान्नु हुँदैन। धेरै ठाउँ धेरैजनाको जिज्ञासा आखिरमा के भयो, त्यो केटी विद्यार्थीलाई सरले के गर्यो, कसो गर्यो, किन गर्यो, जथानाम ती सरलाई पनि सामाजिक सञ्जाल गाली गरिँदैछ र त्यही विद्यार्थीलाई पनि केहीले गाली गरिरहेका छन्। यो भिडियो मार्फत सम्पूर्ण यहाँहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु कि अनाहकमा कसैको चरित्र हत्या हामी नगरौँ। कसैको चरित्र हत्या गर्नु पनि ठुलो अपराध हो। कानुनले समाजले तपाईलाई माफ गर्न सक्छ, तर तपाईँ आफ्नै नजरमा गिर्नुहुन्छ। हामी कोही पनि यस्ता कामको पछाडि नलागौँ र यदि तपाईसँग साँच्चीकैमा कसैले दुर्व्यवहार गरिरहेका छन् भने चुप लागेर पनि नबसौँ, अनाहकमा नफसाउँ, सहेर नबसौँ। यस भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई। बढीभन्दा बढी व्यक्तिको बिचमा यो भिडियो पुगोस् भन्ने आशा छ। धन्यवाद।